हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। मैले आज सुनको सिक्री लाएर आइछ भाइको बिहामा केही पनि गरेन। कम चलिरहेको म मेरो आफ्नो हातको मेहन्दी थिएर सक भइरहेछ। हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। अनि आज मेरो कपाल हेर्नु छन् के भन्नु मेरो मम्मी अल्छी अहिले कति बजिसक्यो 8 बजिसक्यो हैन 8 बजिसक्यो सुते मलाई बुढाबुढीले चिया खाएँ होइन मलाई त एकचोटि चिया पनि ल्याइदिएनन् भाइ यो बुढाबुढीको सन्तान मलाई कति रिस बुढाबुढी मस्त बस्छ 2 कप चिया खाइसक्यो अनि बाबाले फेरि दुध लिएर होइन बाबा मलाई चिया चाहियो मलाई चाहिँ चिया नै नदिनु होइन बुढाबुढी मस्त बस्छ यहाँ 2-3 घन्टा गफ हानेर चिया खाएँ यो मम्मी अल्छीको पोको अहिलेसम्म उठेन अब आज त म नुहाउँछु पानी परेर बिजोक छ यार आज हाम्रो बेमा जानु छ तर पानी परेर बिजोक छ तर म जान्छु आज जसरी भए पनि no one can stop me nothing can stop me right now I am unstoppable मेरो घरको बाहिर कस्तो राम्रो भ्यू हो अब म एकछिन नुहाउँछु मेरो कपाल आज मलाई ब्याङ्क पनि जानु छ अनि आज मलाई मेरो पेटको लागि लुगा मिलेर जानु छ अनि मलाई सामानहरू चाहियो त्यो पनि जानु छ बाई गाइस अनि मैले नुहाएँ मेरो फेस हेर न मेरो फेस म आजकल यस्तो मजाले सुत्छु तर मेरो आइज ओ माई गड यो मेरो दाँत दुखिरहेको थियो क्या 3 दिन लगातार अनि मैले यतिखेर औषध खाएँ त्यसपछि मेरो आँखा सुन्ने होला ग्यास अनि मेरो मेहन्दी गयो लुक मैले यसमा एम लेखेको थिएँ बिचमा मेरो तलको आन्टी बनाएर मेहन्दी राम्रै थियो है तर मेरो मामाको बेसमा टिकेन क्या अनि लुक मैले पोथी रिमुभ गरेको थिएँ अब अलिअलि धागो बाँकी छ होप इट विल लिभ सुन अनि त्यसपछि पानी रोक्यो अरू भन्दा पानी रोक्यो क्यान पनि इमेजिन पानी रोक्यो द्याट्स गुड तर आज मेरो घरमा करेला बुटे म खाएँ अनि म बोली मात्रै राख्छु कि अलिकति ड्रामेटिक सिन भओस् न यार मेरो उसमा ल यति अलिक्समा बाई यस्तो मेरो बाबाले अफिस जानुपर्ने क्या मेरो बाबाले अफिस जानुपर्ने तर छैन भने बसाउनु लागिसक्यो गाडी रोक्दै अरे जुत्ता खोज्दै मोजा खोज्दै के भने मोबाइल कहाँ मैले भर्खर नुहाएको मेरो कपाल सबै झरिसक्यो बाबाको फोन बाबाले फोन त लिएर गएन होइन मलाई कति रिस लाग्यो घरमै छोडेर फोन पनि मलाई अनि के आनु हतार गरे त अनि भित्र अब अहिले उतै लिनु छैन मसँग मोजे कुन जुत्ता मेरो स्कुटर पुरै भिजिन्छ समात्नु है एउटा गर्दै दिन्छु ल कस्तो भएको भाइ आजको क्लाइमेट राम्रो छ है साथै आज घाम लागिन्छ नि त लुक कस्तो राम्रो देखा मेरो पुरानो घडी हो है मेरो पुरानो घडी हो मम्मीले खानु थाप्छ मम्मीले मलाई आज फर्स्ट गरेर हाल्यो मम्मी वा त बेमा जाने पर्दैन म जस्तो हुनुपर्छ क्या एकदम नाइस कति साह्रो नुहाएको मैले तपाईँको अगाडि त मलाई कस्तो गरी देख्दो रहेछ ल अब म रेडी हुन्छु किनकि आज मलाई ब्याङ्क जानु छ बिकज आई हेभ सम वर्क यो भनेपछि मलाई एकचोटि उ याद आयो क्या म सुन्नु न हाम्रो स्कुलमा हुँदा यो सुक्रिट थाहा उतापारिको हो सुक्रिट र म जानु पायो भने त सुक्रिट अनि म्यामले होइन खड्काहरू सबै एब्सेन्ट भएको थियो क्या अनि म्यामले नेपाली त्यो खड्काहरू पनि सबै एब्सेन्ट भएको थियो अनि त्यो दिन म्यामले सोध्छु भनेर चाहिँ अनि भोलिपल्ट उनीहरू आएर किन खड्काहरू सबै एब्सेन्ट भयो भन्दाखेरि सुक्रिटले होइन दिवाली थियो म्याम भने अनि म्यामले सुनेनन् होइन के भने अरे होइन अनि वी हेभ सम वर्क म्यामले सबैको अगाडि वी हेभ सम वर्क भने अनि हाम्रो काम थियो भने क्या इङ्ग्लिसमा म्याम ल म रेडी हुन्छ गाइस अनि अब हाम्रो सामान मेरो लुगा लिएर यहाँ छ मेरो लुगा यहाँ छ मेरो लेङ्गा र गाउन अनि यहाँ छ मेरो सामान तपाईँको सामान नप्याक नगर्ने यहाँ छ मेरो मेकअपको सामान जुत्ता अनि के भन्नु अनि बुवाको लुगा मेकअपको सामान जुत्ता
जानु पऱ्यो बुवाको ट्र्याक सुट लगाएर अनि यहाँ बाबाको ड्रेस यो भयो बाबाको कोट प्यान्ट सर्ट अनि यहाँ दौरा सुरुवाल म यसमै हालिदिनु पर्छ अब तपाईँको प्याक किन पठाइरहनु ल मम्मीले मलाई सुनको सिटी लगाइदिएर यार मम्मीको त्यही पनि किन लगाइदिएर मम्मी नहुन्छ लगाएर मम्मीको होइन मम्मीले मलाई के गर्दा थाहा त्यहाँनिर एउटा पसलमा है जुत्ता सेलमा राखेको छ मैले भनेको जस्तो जुत्ता रहेछ त्यहाँ होइन अनि मम्मीले मलाई किनिदिन्छ भने लिएर गयो मैले जुत्ता पनि ट्राई गर्न लगाएँ लास्टमा गएर किनिदिनु बेला होइन नकिनिदियो भने मेरो कति बेइज्जत भएको हो त ओ सुनको सिक्री जिन्दगीमा मैले पल्छ सुनको सिक्री लगाएको ओ माई गड चाँदीको लाउँछु तर मलाई सुन त मन पर्छ तर मलाई लाउनु मन लाग्दैन किनकि मैले सुन लगाएँ कि मैले मम्मीको एकचोटि मुन्टा लगाएको थिएँ होइन तर त्यो मुन्टा मैले लगाएको भोलिपल्ट पनि कुच्चान मम्मीले मलाई सराप बरु म सराप खाइ सुन लाउनु भन्दा बरु म सुनै लाउँदिनँ बरु म सुन आउने पैसाले त म 1050वटा ज्वेलरी किनेर लिएर आउँछु अनि लगाउँछु यार त्यहाँसम्म मेरो मम्मी आज फेसियल गर्ने अरे फेसियल उज्जवलले आज सुनको सिक्री लगाएर आइछ उज्जवलले आज मेरो हेलमेट पनि ल्याइदिन्छ उज्जवलले हेलमेट नलाइकन आएको ओहो आज त दसैँको नयाँ लुगा लगाएर आयो भने होला कस्तो राम्रो देख्यो दसैँको लुगा कहाँ देखियो नयाँ जगर्स लाँदैछ उज्जवलले नयाँ टी सर्टसँग घाँटीको नयाँ सुनको सिक्री दिइहाल्छ पुरानै हो दमै पुरानै हो क्या केही नयाँ छैन सुन पनि केही किनेन होइन हो उज्जवललाई हो होइन दसैँको पैसाले सुनको सिक्री राइडर उज्जवलले आज मलाई पार्टी दिएको यार साथीहरू यहाँ त कहाँ गइस् अब उज्जवल ड्राइभिङ सिक्दैन अनि उज्जवलले कार किन्छ नि मलाई कारमा राखेर उज्जवलले मलाई कालिम्पोङ घुम्न लान्छ मलाई कालिम्पोङ घरमा मलाई पोखरा लाएर बनाएको भन्दैन अब म मलाई कहाँ पुऱ्याइदिए थाहा हो खरीबाट त्यहाँबाट अलगतभित्र पुऱ्याइदिएँ किनकि मम्मी पार्लर कहाँ नि त भाइ उज्जवल बाई नि भनेर थुक्क यार ल बाई बाई 5 बजिसक्यो अब हामी जाने धन्दै लडा म मैले यसमा दुईवटा रिजन भन्थेँ यहाँ यत्रो धोको लुगाको पोको यसो तिमी बोकेर हेर त्यो गत्र सक्छ भयो यार भयो छिरा आउनु न यो मम्मी त जहिले पनि यस्तै गर्छन् दसैँ सक्ने जस्तो फिल हुन थाल्यो यार मलाई तर मेरो लागि दसैँ आज सुरु हुँदैछ मेरो नयाँ फोन खबर छ त भाइ ल छुट्टीका के लानु भयो भोलि बिहेमा के लाउने भयो बिहेमा भन न म काट्छु क्या म काट्छु के खायो भन त तिमीले नडाँटी खान्छ भात खाइसक्यो भाइ हो नकाने यति त डल्लै भन्छ त्यो कालो पिम्पला खै तिम्रो लुगा देखाउन त भोलिको अब स्टेट गरिदिने काम कसले गर्छ भोलि स्टेट गरिदिने रे कपाल तान्दिए रे कसले गर्छ उसले अस्ति त उहाँले गर्नु भएको थियो कसले उहाँले सजाउनु सायद बनाउनु अरू निकाल्ने हो भने मेहन्दी ल्याख त निकाल्नु पर्दैन हाम्रो यहाँबाट दुले ल्याउन लाग्यो क्या दुलालाई भगाउन आमा कहाँ रातो भएको त हाम्रो भोलिको दुला हाम्रो भोलिको दुला गाइस हाम्रो दुला के भन्छ तिमीले देखेको खुसीमा यहाँसम्म हामी दुईजना चाहिँ यहाँ सुनाइदिएको छैन
हाम्रो बिहे घर छोडेर जाँदैछौँ किनकि हाम्रो बिहे घर चाहिँ हामीलाई मनपर्ने गीत बजाइदिएनन् हो कि होइन लु यार सबजना बच्चा बच्चा ग्याङमा चाहिँ यार ल अब नाच्दै छाउँछ होला तिमीहरू भोलिको बेकोलाई एक्साइटेड छौ कि छैनौ लास्टमा त हामीलाई बिहेमै नखुलाउँदै अरे क्या ओ सेट ल अब हाम्रो आजको भ्लग यति नै ओके बाई गाइस बाई 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 यहाँ मेहन्दी लाउने कार्यक्रम चलिरहेको म मेरो आफ्नो हातको मेहन्दी धेरै सक भइरहेछ यहाँ चाहिँ अर्को आर्टिस्ट मेहन्दी लाउँदैछ ओ माई गड त्यो यसको हात हेर ल यसको हात हेर मेरो झन् हेर बच्चा 5 क्लासको बच्चा मलाई त्यस्तो नलाइदिन्छु है मलाई त आउँदैन कसरी लगाइदिनु मलाई त आउँदैन